मोटाएछु बेलैमा बुढेसकालमा के गर्नु मकैबारी डरम डरम नासपति करेम करेम पहाडी मच्छर आइरहेछ गाईहरू ल मारे मच्छर हिँड्न सक्नु पर्यो नि सिधाउनलाई त गाईहरू विशेष मकैबारी डरम नासपति करेम करेम नासपति वाउ ठुल्ठुला टिप्छु मैले उठे माथि हाउको लगाले न ह ठुले नि पल्ली काले काले मम्मी नहीं नहीं हेलो गाइस हेलो 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 नासपति बेटा नासपति दरम 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 नासपति दरम 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 नासपति खानुहुन्छ भने लाउनुहोस् खानुहुन्छ भने कल गर्नुहोस् नासपति उता टिप्दै हुनुहुन्छ एउटा एउटा नासपति यो खाने हो डाङ्गा ल्याउनुहोस् न हो गाईहरू टिप्न आउँछ नि त्यो गोदमा आएको या कति सानो त्यो हुँदा चाहिँ साँच्चै डान्डामा पनि सानो डान्डा पनि उता छ उता ठुलो त्यही रहेछ यहाँ नि माराले सोपिहाल्यो अन्त ठुल्ठुलो छ सक्दैन घुमाएको कुटान मलाई Bilang tinggalin mo. Talaga yung porbo. Gana na tala. Gana tala. Hai. Kasi marami din na ba ha? Sakyan na lang ito. Kaya फिर माराले टिप्नु भयो टिपेर पनि मक्कले पनि टिपेछ झन् सकिया छैन गाईहरू घुम्न पाइहाल्ला कि जाने खाल मोटामोटी ठुलो 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 बासी हो यो खोइ खोइ छाडा देखा हटा यो मोटो इतना गर्दा हैन यो चल इतना को उता हात ठुलो उता अघि मान्छेले यता पाउन अलि तल गएर अब बल्ल पाए गई जानु अलि ठुल्ठुलो मच्छर पनि यति रहेछ नि यति रहेछ नि यति लागेको नि झन् राम्रै रहेछ होइन ला ठुलो भएर चाहिँ देखेछ
आफै जानु कहाँ देखाएको छौ गाईहरू ओ माय गॉड भयो यहाँ तल कति झर्या हो माय गॉड ओइ एकदम आइज जानु पर्यो गाईहरू आऊ हमारा रानी है रानी नुन गाईहरू कति पाइन्छ कि यस्तो पाइन्छ ल अन्त कस्तो घाम लाग्यो माइ गॉड चिपाती खानुहुन्न कि यसले त फुलको पनि खान्छ गाईहरू के गर्नु गाह्रो छ कति गाह्रो छ कति गाह्रो छ के हुन्न गाईहरू यति गर्मी भएको छैन अब बुकुल जाने बेला पनि आयो कति हो गर्मी हुने दिन भयो कि यो खुर्सानी रोपेको पैसा गर्मी हो गया पल्पा पल्पा चेबुङ हिँड्न घर देख लीजिए बाटो भी देख लीजिए त्यस्तै त नि गाईहरू गाउँघरमा अनि त झेपडी बना ठुली फुपूको घर हाम्रो कोही हुनुहुन्न बाँदरहरू लाग्छ ए म सक्दिनँ डुब्न म सक्दिनँ के छोरी माना के भनेको ल आफै हिँड मैंने नहीं छोड़ा मत छोड़ाते बैठे मेरे हाथ कति बस्छौ परदेशैमा वाउ ये है ना नजारा गाईहरू मारले कैलाङ पाहाडमा पनि पहाड कुटोले पर पहाड कई बारी डरेम हरि सुधार्नु पर्छ तिमीले सानी चित्त नबुझी रोइहाल्ने बानी हो हामी आमा छोरी तिमी को त भाइ पागल हो ओ भाइ पागल हो ट्रेन्डिङ गरेको पागल हो भाइ त पागल हो त पागल हो त पागल हो नराम्री आयो भन्दैमा ब्लग सुरुमै स्टार्टिङ नगरे भन्दैमा नराम्रो होइन गाईहरू मैले अचानक नै भ्लग बनाएको गाईहरू भ्लग के भन्नु भिडियो बनाएको गाउँको खुसीमा आउनु त अस्ति नै आएको हाल्न बिर्सेको बनाउन बिर्सेको म कहीँ पारि हिँड्नु परेछ गाईहरू ओहो घरतिर आइयो सुधार्नु पर्छ हाम्रो घरहरू गाई जस्तै छ हेर्नु गाउँघर त्यस्तै हो र हेर्ने गाई यहाँको भिडियो त्यहाँदेखि देख्ने हेर्नु गाईहरूको मलको कस्तो लाग्यो ए भाडा खाएको त सरी गाई स्किप भन्नु होला त्यो किचन है धेरै भयो क्या गाईहरू सो अब गाईहरू म के भन्न चाहन्छु भने मलाई मजाले टोक्यो
दिन भयो छोरा नि नासपति लिएर आएको चोरेको है गाइजहरू कति हुन्छ 1 2 3 4 खाएको छौ नासपति हाहा यता पनि छ के भिडियो राम्रो नआए पनि माइन्ड नगरिदिनु होला लाइक गरेर कमेन्ट गरेर मेरो भिडियोलाई अगाडि बढाइदिनु होला किनकि त्यसो गर्नुभयो भने मलाई जाँगर आउँछ के भिडियो बनाउनलाई नत्र आइन्न अनि तपाईहरुले मलाई सपोर्ट गरेर मलाई अगाडि बढाइदियो भने त मैले आइफोन किन्छु नि आइफोन किनेर फेरि राम्रो राम्रो भिडियो बनाउँछु नि मेरो यो भिडियो मेरो यो बोली मेरो यो चटक देखेर नहाँस्नु होला किनकि हाँस्नु भयो भने होला सरी हाँस्नु भयो भने सोच्नुहोस् कि तपाई आफै माथि हाँस्दै हुनुहुन्छ किनकि मैले देख्दिन ओ भाइ त पागल हो पागल हो एकचोटि पनि नकाटेर बनाएको क्या मैले भिडियो एकचोटि पनि नकाट्ने क्या है ये क्यों है क्या है क्या है यार क्या है ये नानु नासपति ओके गाइज अब हामी चाहिँ राख्छौँ ल गाइजहरु बाइ 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 गर्देऊ बाइ सब्स्क्राइब गरिदिनु होला भन्देऊ सब्स्क्राइब गरिदिनु होला गर्दैन भने फेरि हामी रोएर बस्छौँ नै रुनुहुन्न अझै भिडियो बनाउँछौँ भोलि पर्सिको पनि बनाउँछौँ दिनदिनै बनाउनु नपायो भने बाइ अब हामी राख्छौँ झोलरे नमस्ते बाइ बाइ एभ्रीवन नो गुड नाइट गुड इभिनिङ ए सरी टर्को ढोका खुल्लै रहेछ गाइजहरु बनाउन आलेन नि त जेपेटी हावा टाइपमा बनायो हामीले फेरि माइन्ड नगरिदिनु होला ल तपाईहरु पनि बस्दै खाँदै बस्नु होला म पनि खाँदै बस्छु भिडियो पनि हेरिदिनु होला ओके ओके मेरो भिडियोलाई माया गरिदिनु होला धेरै कुरा नगरौँ बाइ बाइ सी यू अगेन